दुईजना रुटिन अफ नेपाल बन्दको यिनीहरूको र केपी भाइ यिनीहरू भनेको चाहिँ मेन भनेको पहिलेदेखि इतिहास हेर्नु यिनीहरू सबै युएस एम्बेसी काउन्सिलदेखि लिएर बारबारा फाउन्डेसनदेखि सबैसँग यिनीहरू एट्याच छन् त्यहाँनिर हेर्नु होला उनीहरूलाई एम्बेसडरहरूलाई सिधै एसेस छ उनीहरू सँगै बस्छन् यिनीहरू धेरै जसो तर गरिब नेपाली जनता आज होइन 74 जना सहिद हुँदा उनीहरूको लागि एउटा हस्टेलमा अहिलेसम्म गएर एउटा बिरामी भेटेन सर दुःख लाग्दैन सर हामीलाई यिनीहरूको खेल भनेको चाहिँ कोला मन्त्री बनाउने आफू कसरी पावरमा आउने आफू कसरी हिरो हुने अब 100 वटा पेज छन् सर अब कुमार दाई पनि थाहा भइहाल्यो ट्रल नेपालदेखि लिएर यो ट्रल पोखरादेखि लिएर पेजहरू सबै छन् त्यो पेजहरू मार्फत चाहिँ यिनीहरूले मिडिया म्यानिपुलेसन गरेर चाहिँ उसलाई हाई जस्तो गरेर नि गरे जस्तो काम त छोटो छिटो केही भागै छैन नि सर बालनको जुन हाइप छ जुन क्रेज छ नि सबै मिडिया हाइप मात्र हो कि रियलमा पनि हुनुहुन्छ खास मिडिया म्यानिपुलेसन मात्रै के थोपो छिटो के गरेको छ नि केही भएको पनि छैन सर सिरियसली उसले भन्दा खदा त मै गरिदिन्थेँ सर ग्यारेन्टी हो सर त्यो कुरा मैले फर्स्ट टाइम भने जनताले म्यानिपुलेसन गरेर बालेन्सा र हर्क साङपाङलाई त भगवान नै मान्नुहुन्छ नि हैन हर्क साङपाङ चाहिँ भगवान जस्तै हुन् मैले पनि मान्छु है इभन अब दुर्गा दाई इभन रवि दाई म सबैलाई मान्छु इभन बालेन्स शाहलाई पनि मान्छु तर बालेन्स शाहले जे गल्ती गरे नि त्यो कुरालाई त मैले भन्नु पर्यो नि त बालेन्स शाहलाई म प्रधानमन्त्री प्रत्यक्ष कार्यकारी बनाउन तयार थिएँ छु पनि अहिले पनि तर लायक भएर आउनु पर्यो नि त उभन्दा खतरा मै छु जस्तो लाग्छ म साइडमा बस्दाखेरि भने म कसरी मान्नु त उसलाई जनताले कसरी मान्नु त नि ऊ जनतासँग आउँदैन जनतासँग भिज्दैन मरेको मान्छेको मतलब छैन अहिले भर्खर जेन्जीका मागको मतलब छैन एउटा जेन्जीलाई राख्यो त एउटा शहीद परिवार राख्यो मन्त्रालयमा एउटा घाइते परिवारलाई राख्यो कसैलाई राख्यो उसका नजिकका उसले जी भन्नु त मान्ने मान्छे बाहेक कोही राखेको छ जी भन्नु त मान्ने जी भन्नु त गर्ने बाहेक त्यो पनि उसले मात्र होइन एम्बेसी अमेरिकन एम्बेसी इन्डियन एम्बेसी र बालेन तिनटाले मिलेर यो सरकार बनाएको सर क्लियर बालेन शाहले नै हो सबै सर्कुलेट गरेको मैले क्लियर भनिदिन्छु अहिलेसम्म मैले कसै गाडी खोलेको छैन म 100% सही कुरा भनिदिन्छु है के छ भन्दाखेरि मलाई